सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो हजुर सन्चै हुनुहुन्छ होला है, म पनि एकदमै ठिक छु। अनि सो म चाहिँ आज काठमाडौँबाट चाहिँ गाउँ जाँदैछु है। अनि ठ्याक्कै काठमाडौँबाट चाहिँ अब भिडियो लिन पाएन, किन भन्दाखेरि अलिकति गोप्रोमा चार्ज पनि भएन। अनि त्यस कारणले चाहिँ मैले अहिले यो फोनबाट चाहिँ भिडियो बनाइरहेको छु होइन। सो गोप्रो चाहिँ चार्ज नभएको कारणले चाहिँ अनि खासै वहीँबाट चाहिँ भिडियो लिनु पाएन। अनि सो त्यही नै हो, काठमाडौँबाट साइकल यात्रा लास्टै गाह्रो हुनेछ हो गाडी यार। अनि त्यही नै हो है। अनि भ्यू देख्न सक्नुहुन्छ है हजुरहरूले, यो नपुरतिरको भ्यू चाहिँ एकदम लाल छ आज पनि होइन। सो टक्क लगाएर अब हामी भ्यू हेरौँ है त। नपुरतिरको भ्यू यो चाहिँ होइन, दामी छ भ्यू चाहिँ एकदम बबाल छ है, देख्न सक्नुहुन्छ ठ्याक्क बाटोमा होइन, यस्तो मस्त छ भ्यू चाहिँ। सो म जानुपर्ने चाहिँ अझै धेरै टाढा नै छ है, यता यो डाँडातिर जानुपर्ने हो म चाहिँ। अनि अझै पनि छ आधी बाटो, खासै भिडियो सिडियो चाहिँ बनाएन। अनि फोनले गर्ने भनेको फोनमा नि खासै धेरै चार्ज थिएन, जम्मा 10% थियो है। अनि म अब गाउँ फर्किन्छु भनेर मलाई एक्ज्याक्टली थाहा थिएन, अनि एक्ज्याक्टली म फर्कि नै हालेँ। अनि त्यही कारणले गर्दाखेरिमा मेरो चाहिँ दुइटा ब्याट्री छ नि त गोप्रोको, अनि दुइटै ब्याट्री डाउन भएको कारणले मैले चाहिँ भिडियो गर्न पाएन गाइज, आई एम सरी है। अन्त यही ठाउँको चाहिँ भाइहरूको पनि भिडियो लिँदैछु। अनि सो हेर्नु होला, त्यही नै हो है, लास्टै गाह्रो भइरहेछ। लास्टै नै गाह्रो भयो, किन भन्दाखेरि अब एक्ज्याक्टली यति लङ सायद मोबाइल चलाएको थिएन अहिलेसम्म। यस्तो स्पिड होइन, स्पिड त कुरै गर्नु हुँदैन, स्पिड त भगवालै थियो। अनि त्यही भएको कारणले नि म चाँडै नै घरमा आइपुगेँ होइन। सो सबैले हेरिदिनु होला यो भ्लग चाहिँ, अनि मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आएर गएर चाहिँ लगाएर होइन, कति भन्छु नि त भाइहरू। ल ल है त, म अहिले एकछिन यहाँ वेटिङमा छु। अनि एकदमै साइकलको हालत चाहिँ नाजुक भएको छ है। ल यस्तो फोहोर भएको छ, देख्न सक्नुहुन्छ भाइ। इन्जोय।